लक्ष्यमा पुग्ने हिसाबले अगाडि बढ्नुपर्छ भन्ने चाहिँ नि उद्देश्य के लिनु हुनु चाहन्छ। एक हामीले चाहिँ एउटा उद्देश्य नलिकन बाटोमा हिँड्यौँ भने तपाईँ हामी बिचमै विचलित हुने हो, केही पनि हुनेवाला छैन। नडराउनुहोस्, नआत्तिनुहोस्, कसले के भन्छ कसले के भन्ला भनेर हामी अगाडि चाहिँ आफ्नो काम गर्ने काम गरौँ, पछि पछि दौडिने होइन। हामीलाई भत्काउन लक्षाउन पछाउन कति लागेको छ, त्यो सबै कुराहरू तपाईँहरूले एकदम मनन गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। हामी एउटा चाहिँ देशको लागि चाहिँ केही गर्छौँ भनेर एउटा आठ समाज बोकेर हामी हिँडेका छौँ। नआत्तिनुहोस्, विचलित नहुनुहोस्। र फेरि पनि हामी सरकारले न्याय समिति गठन गर्दैछौँ र पुरानो संसद समिति केही समयमा विघटन हुँदैछ र हामी दोस्रो सत्रमा बन्द सत्रमा प्रवेश गर्छौँ र बन्द सत्रमा प्रवेश गर्नुभन्दा अगाडि नै हामीले उम्मेदवारीहरू दर्ता आह्वान गरिसकेका थियौँ। उक्त उम्मेदवारीहरू हामीले फेरि पनि नयाँ पुराना साथीहरूले फेरि उम्मेदवारी दिनुभएको छ। उहाँ साथीहरू फेरि पनि पुरानै आउनुहोला या त नयाँ आउनुहोला, जो आउनुहुन्छ उहाँहरू फेरि पनि अब 84सम्म प्रत्येक वडामा 2 नौला नभइकन प्रत्येक वडामा घन्टी बजाउँछौँ भन्ने एउटा अफोर्ड गरेर विश्वास गरेर अगाडि बढ्नुहोस्। यहाँहरू सबैजनालाई म शुभकामना दिन चाहन्छु र फेरि पनि यहाँहरू 3-4 विशेष भन्नु बाँकी छ। र हामीले चाहिँ वडामा बस्ने साथीहरू तपाईँहरूले चाहिँ केन्द्र सफल बनाउनका निमित्त हामीले वडा जानुपर्छ। हामीले एउटा वडामा हामीले असल काम गरेर वडालाई सफल बनायौँ भने वडा सफल हुँदै हामी नगर सफल हुन सफल हुन्छौँ। नगर सफल भयो भने हामी एउटा के अरे निर्वाचन क्षेत्र सफल बनाउन सक्छौँ। निर्वाचन क्षेत्र सफल भयो भने हामी एउटा प्रदेशलाई सफल बनाउन सक्छौँ। त्यसै गरी एउटा सम्पूर्ण प्रदेश पनि सफल बनाउन सक्छौँ भने हामी केन्द्र सफल बनाउन सक्छौँ। र हाम्रो पार्टी सभापति रवि लामिछाने सफल हुनुहुन्छ र रवि लामिछाने सफल हुनु भनेको तपाईँ हामी सफल हुनु हो। यस्तो कुराहरूलाई हामीले मनन गर्दै वडामा बसेर वडामा जो साथीहरू बस्नुहुन्छ केही गर्छु भन्ने एउटा